यो चाहिँ हामी ओकिनावाको ओसियन टावर भन्ने ठाउँको हो र हामी यहाँ यो टावर भिजिट गर्न जाँदाखेरि हामीले एउटा यो अटोमेटेड ट्रली जस्तो हामी चढेका थियौँ र यो चाहिँ सानो गल्फ कोर्समा युज हुने खालको गाडी थियो र यो आफै अटोमेटिक चल्दो रहेछ। मान्छे त्यहाँ गएर बसिसकेपछि चाहिँ चट्ट आफै हजुरको उकालो ओह्रालो घुम्ती सबै ठाउँमा हामीले ह्यान्डल छोएको पनि छैनौँ र आफै अटोमेटिक हामीलाई गन्तव्यसम्म पुर्यायो र हजुरले देख्न पनि सक्नुहुन्छ कि माथिबाट अटोमेटिक फर्कि पनि रहेको छ। त्यहाँ कोही ड्राइभर पनि छैन, केही पनि छैन र यो चाहिँ जापानको हो है। जापानको यो एउटा हेर्न लायक रमणीय ठाउँ रहेछ ओसियन टावर भन्ने चाहिँ। यहाँ भित्र चाहिँ हजुरले समुद्रबाट निकालेको विभिन्न सेलहरू भयो, गाडी पनि अटोमेटिकली ओह्रालो झरिरहेको छ। अनि सेलहरू भयो, सानो सानो समुद्री जीवहरूको, अनि हामी कोही त्यस्तो समुद्रको केही हामीले रिसर्च गर्न चाहन्छौँ भने चाहिँ यो ठाउँमा गएर हजुरहरूले यहाँबाट केही ज्ञानहरू सिक्न सक्नुहुन्छ। यदि ओकिनावा कोही जाँदै हुनुहुन्छ भने चाहिँ ओकिनावाको यो ठाउँ चाहिँ घुम्न नछुटाउनु होला। एकदम सस्तो पनि छ टिकट र हजुरहरू यो ठाउँ जानुभयो भने भरपुर रमाइलो चाहिँ गर्न सक्नुहुन्छ। हजुरको बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म चाहिँ यो टावर खुल्ने गर्छ र यो टावरमा गएर हजुरहरू घुम्नु होला है त। यो यहाँको वातावरण पनि एकदमै रमणीय छ, हजुरहरू देख्न सक्नुहुन्छ। बोट बिरुवाहरू पनि कस्तो राम्रोसँग अनि उनीहरूले लगाएका छन्। सानो सानो झरनाहरू पनि देख्न सक्नुहुन्छ। ल भिडियो इन्जोय गर्नुहोस् है त। धन्यवाद मेरो यो ब्लग हेरिदिनु भएकोमा।